नमस्ते, म डाक्टर चन्द्रशेखर यादव। आज चाहिँ हामी एकदम समसामयिक विषय र जुन चाहिँ हाम्रो सोसाइटीमा भएको चिज र त्यसले गर्दाखेरि मानिसमा जुन पीडाहरू छ नि त्यसको बारेमा कुरा गरौँ। त्यो भनेको एउटा इरेक्टाइल डिस्फङ्सन र अर्को प्रिम्याचुर इजाकुलेसन हो हैन। अब इरेक्टाइल डिस्फङ्सन अब अहिले चाहिँ एकदमै धेरै छ सोसाइटीमा हैन। त्यो कुरा चाहिँ मानसिक तनाव हैन, इकोनोमिकल स्ट्रेस अब हामी भागदौडको स्थितिले गर्दाखेरि चाहिँ अलि धेरै नै देखिरहेको छ हैन। पहिले पनि थियो होला तर अब त्यो त्यतिकै नै बसिरह्यो हैन। अब अहिले चाहिँ मान्छेमा भएपछि उहाँहरू चाहिँ उपचारको लागि आउनुहुन्छ। त्यसपछि हामीले थाहा पाउँदै गयौँ कि अब यो चाहिँ एकदम सोसाइटीमा रहेछ त, यो चाहिँ समस्या रहेछ त भन्ने कुरा थाहा पायौँ हैन। अब 17 वर्षदेखि लिएर तपाईँको 60 वर्षसम्मको मान्छेहरूमा चाहिँ अब इरेक्सनमा इस्युजहरू आइरहेको छ हैन। अब किन आयो भन्दाखेरि अब मोस्टली यो 80-90% चाहिँ साइकोलोजिकलै कुरा हुन्छ। मान्छेले धेरै सोच्ने, अनावश्यक तनाव लिने, अब दुईजनाको कुरा नमिल्दाखेरि पनि तनावहरू हुन्छ। सो त्यस्तो कुराहरूले गर्दाखेरि पनि चाहिँ यो इस्युजहरू आइरहेको हुन्छ। अर्को प्रिम्याचुर इजाकुलेसनको कुरा गऱ्यौँ भने चाहिँ प्रिम्याचुर इजाकुलेसन भनेको चाहिँ शीघ्र स्खलन हो हैन। अब यो चाहिँ समस्या छ। अब यसको कारण कहिलेकाहीँ चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अब त्यो लिङ्गको माथिको छालाले जुन छोपिरहेको हुन्छ नि ग्लान्स, त्यसले गर्दाखेरि चाहिँ हाइपर सेन्सिटिभ भएर पनि हुन्छ हैन। अथवा इनिसियल स्टेजमा हुन्छ, पछि गएर ठिक हुँदै पनि आउँछ। र कतिमा के हुन्छ भन्दाखेरि चाहिँ अलिकति साइकोलोजिकल मेन्टल स्ट्रेस, अलिकति धेरै कुराहरू खेलाउने त्यस्तोमा पनि हुन्छ हैन। त्यसको उपचारहरू पनि छ त। अनि उपचार हुँदाहुँदै चाहिँ हामी किन आफूलाई तनाव दिइराख्ने भन्ने कुरा हो हैन। जानुस् एउटा युरोलोजिस्ट एन्डोलोजिस्टसँग कुरा गरौँ, यो कुराहरूलाई चाहिँ मजाले राखेर व्यक्त गरौँ हैन। मेरो यस्तो समस्या छ, अब के गर्ने त भन्ने कुराहरू छ हैन। अब एक दुईजना पेसेन्ट त मैले 17-18 वर्षको पनि हेरेँ हैन, जसमा चाहिँ अब इरेक्सनमा चाहिँ प्रब्लम छ, मेरो इरेक्टै हुँदैन भन्ने कुरा गर्नुहुन्छ। तर बिहान उठ्दाखेरि इरेक्सन छ कि छैन भन्दाखेरि छ त, त्यति राम्रो छैन भन्नुहुन्छ हैन। सो उहाँहरू पनि उपचारपछि दे आर भेरी ह्याप्पी। अब अर्को एकजना बिरामी आउनुभयो त, जो चाहिँ बिहापछि चाहिँ वाइफ वेन्ट आउटसाइड, अब हस्बेन्ड यही थियो र देन आउनुभयो, अर्को ठाउँ जानुभएको थियो, त्यहाँबाट चाहिँ खोज्दै आउनुभएको रहेछ हैन। सो उहाँ आइसकेपछि चाहिँ के भयो भन्दाखेरि बिहा भयो केही दिनसम्म सँगै थिए, त्यसपछि चाहिँ वाइफ कामले बाहिर जानुभयो एन्ड देन आफ्टर 4 years सी रिटर्न ब्याक। अब तिनीहरूलाई बेबी चाहियो। बेबी यतिको त हुँदैन, पहिले फिजिकल कन्ट्याक्ट राम्रो हुनु पऱ्यो, फिजिकल रिलेसनसिप राम्रो हुनु पऱ्यो। सो त्यसको लागि चाहिँ कुरा गर्दाखेरि चाहिँ हैन, मेलमा चाहिँ समस्या छ, इज नट ह्याभिङ इरेक्सन भन्ने कुरा भयो हैन। सो त्यसलाई हामीले एड्रेस गऱ्यौँ हैन, उहाँलाई ट्रिटमेन्ट गऱ्यौँ, काउन्सिलिङ गऱ्यौँ। त्यसपछि चाहिँ उहाँहरू चाहिँ विदिन 2 weeks चाहिँ 0 लेभलबाट चाहिँ 90% सम्म चाहिँ ह्याप्पी हुनुभयो हैन। सो छ त उपचार। अनि किन हामीले लुकाएर बस्ने हैन, किन आफूलाई तनाव दिने, किन फ्यामिली लाइफ बिगार्ने हैन। सो त्यही भएर हामी चाहिँ एउटा सर्टेन युरोलोजिस्ट एन्डोलोजिस्टकोमा जाने हैन, उपचारको बारेमा कुरा गर्ने, उपचार लिने, काउन्सिलिङ गर्ने।